कटर हेर्नुस् चाहिँ लास्टै फलिरहेको छ कटर। हेलो केएन सुवेदी ब्लगमा तपाईहरु सबैलाई स्वागत छ। ल हेर्नुस् चाहिँ कटर चाहिँ यो चाहिँ एकदम मिठो खाले कटर हो। यो एकदम गुलियो हुन्छ। ल हेर्नुस् एकदम लास्टै गुलियो खाले एकदम राम्रो खाले कटर हो। ल हेर्नु यी सब्जी खानको लागि राम्रो हुन्छ। ल हेर्नुस् यी भैँभोरी साथी हो। यो यस्तो छ यी। ल हेर्नुस् यी यसरी फलेको छ। यो चाहिँ के भन्नु होला भने यो चाहिँ दबाई हुन्छ। यो चाहिँ रुवा काँसो लाको चाहिँ यो दबाई हो। यतातिर चाहिँ ल हेर्नुस् यी भैँभोरी यसरी चाहिँ भैँमा चाहिँ आएर भैँमा यसरी भैँमा आएर फलेको छ कटर। ल हेर्नुस् अब तपाईहरुलाई देखाउँछु। ल हेर्नुस् यतातिर 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 अब तपाईको चाहिँ नि भन्न पर्छ। ल हेर्नुस् यी ल हेर्नुस् यी कटर कसरी फलेको छ। लास्टै छ यो कटरको बुटो माथिसम्म लोचो भएर फलेको छ कटर। यो चाहिँ फेरि सानो यो भक्करै फुल्दैछ। यो नि ल फुलेको यो ऊ हो। ल हेर्नुस् यहाँ पनि यसरी चाहिँ फलेको छ। ल हेर्नुस् कटरहरू चाहिँ यो चाहिँ नयाँ उसमा यस्तो छ। थ्याङ्क यू दिस वाचिङ भिडियो। नयाँ साथी भए च्यानल सब्सक्राइब गरिदिनु होला। नमस्ते वेलकम।